आमा यत्रो भगवानले दिएको छ त दुध त तिमीहरूलाई के हो के छ घमण्डी गरेको आहा अलिकति पर सर अझ अलिकति थोरै अब कोल्टे बस्दा कोल्टे यसरी कोल्टे बस्दा कोल्टे यसरी बस्दा कोल्टे हात छोड्दा हात हटा न यस्तो हात डाउन गर्न ओइ दुध त यसको पनि छाम्ने ए बारबी भने चाहिँ अहिलेसम्म त गरेको छैनस् छैन दिनकै एउटा क्वेसन सोध्छ छैन मैले गरेकै छैन त्यस्तो काम हो कस्तो अनि अनुहार त चिकेर आएछ जस्तो छ अनुहार त जुन झुट पर्छ छौ त्यही काम छ नि अनि अब फेरि तले अब सरप्राइज हुन्छ हेर बिहे गरेर चिक्नुपर्छ केटाहरूले चिक्छ बिहे गरेर अनि तर एक्कासी गाह्रो हुन्छ नि त एक्कासी चिक्दाखेरि त कसरी हुन्छ त्यो अब त्यो सबैले गर्ने चिज हुन्छ हुँदैन होला नि खै यस्तो गर्छ सुरुमा केटाले यस्तो गर्छ नि अब जगिसकेपछि कोठामा लान्छन् कोठामा लगेपछि अब त्यही त हो नि अब साडी बिस्तारै साडी खोल्ने अब अलिकति पिउने पहिला दुध छाम्छ है पहिला दुध छाम्छन् केटाहरूले अङ्गालो मारेर यसरी अङ्गालो मारेर दुधमा हात राख्छन् अनि दुधमा हात राखेपछि तिमी यसो अलिकति पल्टा यस्तो गर्नु यस्तो गर्नु सिकाउनु पर्यो नि त यसो गर्नु अनि बिस्तारो दुधका मुन्टामा खेलाउँछन् अनि बिस्तारो हक गर्छन् हक गरेपछि एउटा हातले पछाडि एउटा हातले पुतीमा चुन्छन् बिस्तारो त उसबाट साडीबाट यसो गरेर पेन्टीबाट हातले पुतीमा खेलाउँछन् हातले अनि त्यहाँबाट त्यति बेला तिमी छुलुक गर्नु बिजा चिकिया छैन भन्छ सिकाउनु त पर्दैन होला अनि छुलुक गर्नु अनि तले सुताउँछन् बिस्तारो सुताउँछन् तले यसरी ठेल्छन् अनि यसरी लड्नु है मेरो उगुला त देखाएको छैन उगुला त देखाएको छैन नि अहिले आज मैले छोटो कट्टु लगाएको के कति इडियल मात्र भने हाम्रो पनि हेरेर इन्जोय गर्छ भने छोटो कट्टु लगाएको अब फेरि ब्रान्डेड कट्टु हो नि फेरि यसले त नेपालमा त 4 ठ्याक पुग्छ चिजमा 4 ठ्याक पुग्छ यो पेन्टीले त यो अन्डरवेयर त अनि यसो गर्छ है सुन यसरी लडाउँछन् लडाएपछि बिस्तारो त लडाउँदाखेरि ओ माय गॉड भन् है ओ माय गॉड भन् अनि बिस्तारो दुध छुन्छन् दुध मार्छन् अनि दुध मार्दाखेरि बिस्तारो यसरी तपाईँ यस्तो दुध छोप अनि उसले छुनमा छुन नदे अनि गर अनि बिस्तारो हात हटा अनि बिस्तारो त्यो केटाले बिस्तारो मुख ल्याउँछ टङ्किस गर्न माथि अनि मुख चुस्छ त्यही अनि अब त्यहाँबाट बिस्तारो पुतीमा छुन्छ पुती छोप्छ त्यो खुट्टा सिधै खुट्टा नफारै खुट्टा फारिस भने यसले चिकेको रहेछ भनेर सोध्छ क्या केटाहरूले तिमीहरूले चिक्दाखेरि कराएनौ भने माग्ने बित्तिकै दियो भने हामी केटाले के सोच्छ भने ए पहिला पनि गरेको रहेछ बानी भएर त दियो भन्ने हुन्छ के बानी भएर त दियो भन्ने हुन्छ अनि बिस्तारो खुट्टा फार्छ अनि अब त्यसले के गर्छ जिब्रोले चाट्नु खोज्छ नाइ नै भन कहिले चाटेको छ बाबा नाइ नै भन अनि त्यसमा फेरि इमोसन लाग्छ के बिस्तारो चाट्छ जिब्रोले चाटेको त बिस्तारै पुरै पौडी खेले जस्तो गर यसो गर अनि आफ्नो दुध माडे जस्तो गर पुरै छटपट्टि मुखबाट पानी निकाल आँखा मास्ते उतामा फर्का आँखा अनि यताउता बल गर अनि बिस्तारो केटाले छ्याप्पै समातेपछि केटाको दुधमा यो गर जिब्रोले पुरा खेल्छ दुधमा अनि केटाको नाइटोमा कान्छेौलाले यसो कान्छेौला नाइटोमा उयो गर्दै अनि बिस्तारो गेडा लाडो बिस्तारो मार्दे कच्चा कुचु मार्दे रनक्क हुन्छ नि रनक्क भएपछि पहिला पुती छाम कतिको पानी आएछ त्यो सुक्खामा त नहाल है सुक्खामा त्यो अलिकति तले पिल्सिन्छ अनि अलिअलि आएको छैन भने अब थुक हालेर बाबा भन्ने यता भुलाउँदै कर कपाल कराउँदै कर तल सट्टै थुक हाल अनि त्यहाँबाट बिस्तारो हाल्दे अनि त्यहाँबाट अब उसको झार्ने बेलामा अलिक सास बढ्छ है गर्छ त पनि बिस्तारो तलबाट ठेल च्याप्पै समातेर हल्ला बिचरा जान्दैन अब जान्दैन सिकाउनु त पर्यो नि त त्यो पहिलो ठ्याक भयो अब दोस्रो ठ्याक चाहिँ अब त्यसले पक्कै डगी गर्ला पछाडिबाट अनि पछाडिबाट गर्न खोज्छ भने यो सिरानीमा राख यो टाउको सिरानीमा राख अनि पछाडि चाक उठाइदे अनि चाक हल्लाइदे सुरुमा यसो छोराले नदे सुरुमा माग्ने बित्तिकै नहुँदै के घरेको छैन फर्स्ट टाइम भन्छ अनि उसले भन्छ मेरो श्रीमती हो यार मेरो श्रीमती हो आजबाट त हामी त सँगै हुन्छौँ भनेर उसले भन्छ त सुरुमा नदे छोरी मान्छेले सुरुमा चिक्न दियो भने कसम मलाई त दियो अरूले पनि दियो होला भन्ने यहाँ भ्रम जान्छ के केटाहरूको दिमागमा अनि भन्छ त यसरी गरी भिसी गर भने तसँग मेरो उ छ मलाई त पुती देखाएछ अरूले चाहिँ कति देखाएछ होला भन्छ मलाई त देखाएछ अरूले कति देखाएछ होला भन्छ सिधै प्रश्न गर्छ के ल